सो आजको हाम्रो के छ भन्दाखेरि चाहिँ साइक्लिङ छ नर्थ साइडमा। सो आज मेबी वेदर पनि राम्रै हुनु चाहिँ भएको छ हो। सो साइक्लिङको लागि चाहिँ हामी चाहिँ आज सायद अलिक लङ टाइमै स्पेन्ड गर्छ होला। सो अब देख्नु हुँदैछ यहाँ चाहिँ हाम्रो आजको चाहिँ आज आलुदम रेडी गर्दैछ। सो हामी त्यहाँ पुगेर रेस्ट गरेर आज सायद लन्च लिनेवाला छ। सो सो हाम्रो आगे यहाँ हुनुहुन्छ। सो आगेले चाहिँ चियाको लागि प्रिपरेसन गर्दैछ। सो हाम्रो आएको पनि यहाँ हुनुहुन्छ। सो आज हाम्रो साइक्लिङ चाहिँ सायद धेरै राम्रो हुनेवाला छ हो। सो हामी अझै अगाडि के हुन्छ हामी हेर्दै गरौँ। आज चाहिँ हामी यता नक्सिकीपट्टि आएको थियो साइक्लिङले। पानी बेसी परेर चाहिँ अब वेदर चाहिँ पुरै 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 बिग्रेर चाहिँ हामी यहाँबाट निस्किनु चाहिँ पाएको छैन। सो अलिकति पानी रोकेछ भने चाहिँ सायद हामी यहाँबाट निस्कौँ भन्दाखेरि चाहिँ 2 आवर्स बेसी नै भइसक्यो, पानी धेरै पर्दैछ। त्यो साइकलमा आएको थियो हामी चाहिँ। त्यो साइकलको चाहिँ सिटमा मैले यो एउटा एडभान्स पोसल सिट लगाएको थियो, त्यो डल्लै भिजेर त्यो चाहिँ अहिले यहाँ सुक्दैछ हो। त्यो चाहिँ यहाँ सुक्नु लगाएको छ। त्यो साइकलको सिट चाहिँ हाम्रो यहाँ छ। सो पानी चाहिँ कन्टिन्यू यति बेसी पर्दैछ। अब हामी यहाँबाट निस्किनु सकेको छैन। एटलिस्ट यहाँ गोठाला घर थियो, त्यसले गर्दा चाहिँ हामी चाहिँ अहिले यहाँ बस्नु चाहिँ बसेको छ। सो आज भन्दा अलिकति पहिले पर गएको छ। सो त्यसले गर्दा चाहिँ ठिक हाम्रो धन्न लाइटर चाहिँ यहाँ फेरेछ। अब जसले चाहिँ राखिदिनु भएको उहाँलाई धेरै धेरै धन्यवाद। लाइटरले गर्दा चाहिँ एटलिस्ट हाम्रो डल्लै लुगा भिजेको लुगा चाहिँ हामीले सुकाउनु सक्दैछ। सो त्यो पनि आगो बाल्यो हामीले हो। सो बाँकी चाहिँ सबै ठिकै छ। आगे वङ्गेल पनि आउँदैछ। सो उहाँलाई म अलिकति लिनु जानु पऱ्यो। सो आगे वङ्गेल पनि आइपुग्नु आँटेको रहेछ। सो हामी चाहिँ यहाँ अहिले 2 आवर्स भन्दा पनि बेसी भइसक्यो। त्यसले गर्दा चाहिँ हामी चाहिँ यहाँ वेलकम ब्याक। हाम्रो आगे हाम्रो एटलिस्ट 3 आवर्सदेखि नै पल्लोपट्टि पानीको खसेको थियो, पानी बेसी परेर खोला बढेर। सो तपाईँ हेर्नु सक्नुहुन्छ आगेले खान्छ भने आफ्नो हातमै लगिन्थ्यो। सो हुन्छ आगे आउनुहोस्। सो आगे आएर आइपुग्नु भयो हाम्रो हामी हो। सो म चाहिँ अहिले छाता बोकेर तपाईँको साइकल लिएर जान्छु ल। म साइकल लिएर आउँछु ल। होइन छोड्नु होइन यहाँ राख्नु पनि। सो म साइकल लिएर आउँदैछु। सो मेरो साइकल चाहिँ भर्खर यहाँबाट लिएर आएँ मैले हो। सो तपाईँहरूलाई चाहिँ अब बाटो देखाउँ भन्छु। होला बेसी बढेर चाहिँ सायद हामीलाई साह्रो परेको होला। आज मजा आयो खोलामा हो। अब लन्च गरेर फेरि एकछिन हामी सर्भेको लागि जान्छौँ। यहाँ डेरा चेरा गएको छ कि पानी पर्दा हामीले जोगायो कता गएको छ। always have two sandwiches. Yeah.
ब्याकबाट यता राख्दा हुन्छ